हेलो नमस्ते एभ्रिवान शुभ बिहानी। आज चाहिँ 28 गते हामी चाहिँ लमहीदेखि फल्कापुर मेकअप गर्न गइरहेको छौँ। देख्न सक्नुहुन्छ फल्कापुरको लोडबुड्ढा एकाडेमी पनि आइसकेको छ। अब चाहिँ लगभग हामी बेहुलीको घर पुग्न आँटिसकेको छौँ। यो सानो भ्लगलाई सबैजनाले माया र सपोर्ट गरिदिनु होला। फर्स्ट टाइम भ्लग बनाएको भएर होला बोल्न पनि कस्तो नजाने जस्तै लागिरहेको छ। त्यही पनि सबैजनाले माया गरिदिनु होला। अब चाहिँ हामी चाहिँ पुगिसकेको छौँ। देख्न सक्नुहुन्छ गेटको डेकोरेसन अनि यतातिर चाहिँ अझै टेन्टहरू पनि लाउँदै हुनुहुन्छ। अनि हाम्रो म्यामलाई देख्न सक्नुहुन्छ अगाडि पुगिसक्नु भएको छ। म चाहिँ भिडियो बनाउँदै गइरहेको छु। अनि यतातिर चाहिँ मण्डप चाहिँ लगभग कम्प्लिट भइसकेको छ। अब चाहिँ हामी बेहुली सिँगार्नतर्फ लाग्छौँ। ब्राइडको बिफोर लुक चाहिँ यस्तो रहेको छ। यता चाहिँ म कपाल कर्ली गरिदिँदैछु। यहाँ चाहिँ ब्राइडको भाउजू। ब्राइडको आफ्टर लुक चाहिँ यस्तो रहेको छ। देख्न सक्नुहुन्छ। कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। अब चाहिँ हामी मेकअप कम्प्लिट गरेर खाना खानतर्फ आइसकेको छौँ। हामी खाना खाइसकेपछि पार्लर फर्किने बेलामा चाहिँ जन्तीको आगमन भइसकेको छ। देख्न सक्नुहुन्छ जन्ती पनि आइसकेको थियो। अनि कस्तो लाग्यो मेकअप चाहिँ राम्रो लाग्यो भने इन्डु ब्युटी पार्लरलाई सम्झनु होला। बाई बाई।